जिन्दगीमा जबलेस हुन पनि साह्रै गाह्रो रहेछ। घरमा बस्दा बस्दा टाउको दुखेर प्रेसर लो भएर मलाई त वाक्क लागेर जिउ दुखेर म चाहिँ माइन्ड फ्रेस गरेर निस्केँ बाहिर। यसो चिसो हावा खान भनेर निस्केको, तर के चिसो हावा हुनु 180 डिग्रीको घामको ताप गरम देखेर म झन्डै ढलिनँ। अनि त्यहाँ पुगेर फुल थियो, यो फुल चाहिँ हामीले सानो बेला चुसेर खान्थ्यौँ। अहिले चाहिँ मैले बास्ना लिइरहेको छ, तर बास्ना चाहिँ आउँदैन यो फुलको। अनि त्यहाँ चाहिँ अम्बाको बोटमा यसो फोटो भिडियो खिच्दैछु म चाहिँ, यसो नक्कल झकल पार्दैछु, किन घरमा बस्दा बस्दा वाक्क लागेर होइन, बाहिर जस्तो नक्कल झकल पार्नु पऱ्यो नि। अनि यहाँ चाहिँ छ नासपाती, सानो खालको नासपाती हो, टर्रो हुन्छ, टिपौँ भनेको तर मैले टिपिनँ डरले अर्काको होइन। अनि यहाँ वरिपरि कति राम्रो राम्रो गार्डनहरू, कति राम्रो राम्रो रुखहरू, भिडियो बनाउने फोटो खिच्ने चाहिँ एकदम दामी छ यो चाहिँ। अनि यो चाहिँ कहाँ भन्दा नारायणहिटी हो है यो चाहिँ। अनि त्यसपछि त्यहाँ चाहिँ एकदम राम्रो गार्डनहरू, कति राम्रो राम्रो फुलहरू थियो होइन। अनि म चाहिँ क्याप्चर गरिरहेको छु। अनि चाहिँ मैले फोटो खिचेँ, भिडियो बनाएँ। हजुरले यति नै, बाई बाई।